जम्माजम्मी मुद्दा सङ्ख्या 2163 थियो। मैले अघि भने त्यसमध्ये फरछोड भएको मुद्दा सङ्ख्या 1354 छ। चालु मुद्दा अब 809 थान अहिले चालु छ। अब नयाँ आर्थिक वर्षको लागि सरेको मुद्दा हो यो। 2 वर्ष नआएका मुद्दाको सङ्ख्या अहिले 0 छ र 18 महिने मुद्दा अर्थात् 2 वर्ष पुग्न बाँकी रहेको 18 महिना पुग्ने भनौँ न। अब 18 महिना नआएका मुद्दा भनौँ, यो हाम्रो 15 थान छ भनेको मतलब अब हामी हाम्रो रणनीतिक योजनाले अबको पुस मसान्तसम्ममा सबै अदालतहरूमा सर्वोच्च बाहेक अरू उच्च अदालतहरू र जिल्ला अदालतहरूमा यो पुराना मुद्दाहरूलाई फरछोड गर्ने क्रममा कम्तीमा पनि 18 महिना नआएका मुद्दाहरू शून्य गराउनुपर्छ भन्ने योजना हो। तदनुरूप हामी अहिले यो आर्थिक मसान्तसम्ममा हामी 18 महिना नागेका सङ्ख्या 15 थान बाँकी रहेको छ र हामी पुसभित्र र अझ खास भन्यो भने हामीले यो श्रावणभित्र यो मुद्दा फरछोड गर्ने लक्ष्य लिएका छौँ। लगतको आधारमा फरछोड भन्ने हो भने 62% भएको छ। हाम्रो आफ्नो आन्तरिक लक्ष्यको आधारमा 77% मा हामी पुगेका छौँ, जुन चाहिँ हामीले 100% टार्गेट मिट गर्नुपर्ने थियो। तर यो हुन नसक्नुमा अब यहाँहरू सबै विज्ञ हुनुहुन्छ, आगजनीको कारणले हाम्रो करिब 4 महिना काम प्रभावित रह्यो। अत्यावश्यक कामहरू जस्तो बन्दी प्रत्यक्षीकरण, थुनछेक बयान इत्यादि कामहरू हामीले अलि अगाडिदेखि नै सुरु गऱ्यौँ। तर धेरै मुद्दा सङ्ख्याहरू जस्तो हाम्रो 753 थान मुद्दा जलेका थिए मिसिलहरू, त्यो प्राप्ति गर्नको निम्ति हामीलाई समय लाग्यो र हामी 4 महिना मुद्दाको सुनवाई हुने प्रक्रियाले प्रभावित हुन पुग्यो। त्यसपछि हामीले काम सुरु गरेको हुनाले हामी यतिसम्म हामीले तय गरेको लक्ष्यमा हामी पुग्न सकेनौँ र हामी 77.7% मा आएर यो गएको आर्थिक वर्षमा हामी रोकिएका छौँ। अब जिम्मेवारी सरी आएको मैले अघि भने 442 थान थियो। नयाँ हामीले अर्को 1848 मुद्दा हामी कहाँ नयाँ दर्ता हुन्छ भन्ने अनुमान गरेका थियौँ। तर त्यो दर्ता हामीले अनुमान गरेको जति अलिकति पुगेन, नपुगेको त्यो सङ्ख्या हामी चाहिँ यहाँहरूलाई उपलब्ध गराउँछौँ। त्यसो गर्दाखेरि वार्षिक अनुमानित लगत हाम्रो 2490 हुन्थ्यो, त्यो त्यति हाम्रो पुगेन। अनि फरछोड वार्षिक लक्ष्य हाम्रो 1743 हुन्थ्यो, त्यो टोटल लगतमा हामीले लक्ष्य त्यति निर्धारण गरेका थियौँ। अहिले हामीले चाहिँ के अरे प्राप्ति लक्ष्यमा प्राप्ति गर्दाखेरि 70% यसको जुन हामीले लक्ष्य निर्धारण गरेका थियौँ वार्षिक योजनाको आधारमा, त्यसको आधारमा 70% हाम्रो चाहिँ के अरे सफलता मिलेको छ। अब 753 थान जलेका मुद्दाहरूमध्ये सबै मिसिलहरू हामीले खडा गरेका छौँ, तर ती मिसिलहरू कम्प्लिट छैन। कुनैमा थोरै कागज छ, अत्यावश्यक कागजहरू छैन। केही अर्धन्यायिक निकायहरू जस्तो मालपोत कार्यालयबाट, भूमि सुधार कार्यालयबाट, नापी कार्यालयबाट, नगरपालिका कार्यालयबाट, राजस्व कार्यालयबाट आउनुपर्ने कागजहरू हामीसँग आइपुगेका छैनन्, किनभने त्यहाँ नै त्यो मिसिल खडा भएको छैन र त्यहाँ पहिला प्राप्त गर्नुपर्ने हुन्छ। हाम्रो अहिले कानुनी व्यवस्था अनुसार र सर्वोच्च अदालतको निर्देशन अनुसार जसको फाइल जहाँ जलेर नष्ट भए तापनि त्यसको जुन निकायमा त्यो रहनुपर्ने फाइल हो त्यही निकायले त्यो पुनर्प्राप्ति गर्ने र प्रमाणीकरण गर्ने भन्ने हाम्रो निर्देशन छ। सोही बमोजिम हाम्रो यहाँ आएका मालपोत कार्यालयको मिसिलहरू जल्यो भने त्यो पुनर्प्राप्ति गर्ने प्रक्रियामा मालपोत कार्यालय नै जानुपर्ने हुन्छ। जिल्ला अदालतबाट आएको मिसिल यहाँ जल्यो भने त्यसको पुनर्प्राप्ति गर्नलाई जिल्ला अदालतमै जानुपर्ने प्रावधान छ। त्यसले गर्दाखेरि यो अलिकति पुनर्प्राप्तिको कारणले पनि हामीलाई मुद्दा समयमा फरछोड गर्न कठिनाइ रह्यो भन्ने कुरा म यहाँहरू समक्ष जानकारी गराउन चाहन्छु। अब हामी यो नेपालगञ्जको उच्च अदालतको गत यो वर्ष सहित 3 वर्ष आर्थिक वर्षको तुलना गर्दाखेरि 80-81 मा हाम्रो 71.41% फरछोड भएको थियो।
फर्छौट सङ्ख्या 1934 थियो। 81-82मा 75.74% फर्छौट भएको थियो। त्यसमा 2004 खान मुद्दा फर्छौट भएको थियो। अहिले यो 82-83मा 62.60% फर्छौट भयो। फर्छौट सङ्ख्या मुद्दाको सङ्ख्या 1354 छ।